गाइस आज हामी त्रिभुवन पार्कमा आइसकेको छौँ। हाम्रो ब्याकग्राउन्ड हेर्न सक्नुहुनेछ। यो पार्कको नाम चाहिँ त्रिभुवन पार्क हो अनि यो थानकोटमा पर्छ है, थानकोटमा पर्छ हैन। अनि त्यसपछि यहाँ छ मेरो दादा, यहाँ हजुर हेर्न सक्नुहुन्छ। यहाँ त्रिभुवन पार्कमा हामीले धेरै अचम्मको चिज भेटायौँ। त्यो ल हेर्नु होला त, यो चिज यो एउटा काठको रुख झरेर बनेको रहेछ होइन। हजुरले हेर्न सक्नुहुन्छ यहाँबाट। यहाँ हेर्न सक्नुहुनेछ हजुरले, रुखको डराहरू रुख झरेरै बनेको हो यो चिज। यसरी मचिन सकिने रहेछ। यसमा चाहिँ हामी उफ्रिन सक्दो रहेछौँ र यो यसरी उफ्रिने रहेछ। हामीले यहाँ यसरी चढेर उफ्र्यौँ भने खतरा हुन्छ। यो चलिरहन्छ अनि तपाईँले यहाँ हेर्न सक्नुहुनेछ बराबर शान्त छ। यो ठाउँ धेरै राम्रो छ र यो ठाउँमा धेरै विशेष ठाउँ छ। यहाँ माथि हेर्नु खतरा देखिन्छ यो ठाउँमा होइन। यु मस्ट भन्यो दिस प्लेस क्या, मेरो दादाले पनि भनिसक्यो यस्तो खतरा ठाउँमा नआएर हुन्छ भने।